मूल्य गाल्नु साहित्य भोको पेट मिच्नु पर्छ। बिर्सिदिउ भने पनि दुई आँखा भिज्नु पर्छ। सोझोलाई घोचो भन्थे बल्ल मैले बुझे, अब कला विरोधीलाई थिच्नु पर्छ। समाजमा हुने गर्ने सबै कार्यहरू साहित्यका आँखाहरूले खिच्नु पर्छ। भनाइ र गराइमा फरक परे पनि झातोमा ओइरो हाली मकै झै पिच्नु पर्छ। परिश्रमको फल पनि के भेट्न सकिन्छ र? देश खोक्र्याउने धमिरा हो टन्न घिच्नु पर्छ।